ए गाइजहरू ऊ त्यो ठुलो चाहिँ देखिएको चाउचाउ फ्याक्ट्री हो तुगी। अब यहाँबाट चाहिँ सरर जाँदाखेरि हाम्रो थोसिल्ली पुग्छ। थोसिल्ली चाहिँ सेङ्गुक र मुगुको बिच एरियालाई भन्दो रहेछ। त्यहाँ बिचमा पर्छ। त्यो देखिएको ठुला ठुला डाँडाहरू जस्तो चाहिँ त्यो डाँडाहरूको छेउमा देखिएको त्यो देखिने भ्यू चाहिँ अपारै मुगुकको नयाँ बनेको। यो चाहिँ कोरियनहरूले रुखहरू फडाडी गरेर नाङ्गै डाँडा बनाएको छन् के गर्नलाई पनि। त्यो देखिएको अलिकति चाहिँ कब्रिस्तान नेपालमा चाहिँ च्यानगारी भन्छ। त्यो अलिकति अलिक धनीहरूले बनाउने च्यानगारी चाहिँ त्यस्तो छ। यो चाहिँ अलिकति खोला छ। खोलामा चाहिँ माछाहरू टन्नै छ। यो चाहिँ मर्निङ इभिनिङ एक्सर्साइज गर्ने ठाउँ यता चाहिँ। अब यहाँबाट हेर्दै त्यो देखिएको सेतुहरू चाहिँ फिनिल हाउस। फिनिल हाउस कोरियाको एग्रीहरूले काम गर्ने। एग्रीमा आउँदाखेरि यस्तोमा काम गर्नुपर्छ फिनिल हाउसमा। अनि यस्तो बारीतिर काम गर्नुपर्छ है। यो चाहिँ जङ्गल त्यो हरियो भइसक्यो। यो डेटिङ गर्ने ठाउँ है। दुईजना जोडी आयो बस्छु डेटिङ स्पोट। यो चाहिँ साइकल कुदाउने ठाउँ चाहिँ उ त्यो तलको खास चाहिँ। तर यहाँ खुल्ला छ र यतैतिर कुदाउँदा नि हुन्छ। यस्तो कन्टेनरमा बस्नुपर्छ है कोरियामा एग्रीमा आउँदाखेरि। मेनुमा आउँदा नि पर्छ तर मेनुमा चाहिँ कम्पनी नै भित्र हुन्छ। यहाँ चाहिँ एग्रीमा चाहिँ खेतबारीको बिचमा ल्याएर छोडिदिन्छन् साहुले। ल गाइजहरू बाँकी चाहिँ पछि कुरा गरौँला। त्यो देखिएको पुल